अकबरे खुर्सानीलाई यसको विविध विशेषताका आधारमा विभिन्न किसिममा वर्गीकरण गरिएको छ। फलको आकार र फल्ने दिशाको आधारमा डल्ले, गाइथुने, गोटे, ठाडे, आकाशे, बगाले, सुती, कर्मी, नमा, ठुले, लाम्चे, कालो, मठानी र थेप्चे अकबरे पाइन्छन्। यसरी फलका आकार फरक फरक भए पनि सबैमा तिखर स्वाद र विशिष्ट सुगन्ध हुन्छ। फल पाक्ने समयका आधारमा यसलाई अगौटे, ओलै र पछौटे लई अकबरेमा विभाजन गरिएको छ, जसले छिटो बजार आपूर्ति गर्ने वा लामो अवधिसम्म फल लिने भन्ने कुरामा निर्णय लिन किसानलाई सजिलो बनाउँदछ। उत्पादन क्षमताका आधारमा एक वर्षे एन्युअल र बहुवर्षे पेरेनियल अकबरे पाइन्छन्, जसमा एक वर्षे जात छोटो अवधिका लागि उपयुक्त हुन्छ भने बहुवर्षे जात निरन्तर उत्पादन दिने खालका हुन्छन्। त्यसैगरी फल लाग्ने बानी अनुसार लगातार फल दिने इन्डेटर्मिनेट र एकैपटक फल दिने डेटर्मिनेट अकबरे रहेका छन्। यसरी वर्गीकरण गर्दा प्रत्येक जातले आफ्नो अलग्गै महत्त्व बोकेको हुन्छ। जस्तै आकाशे अकबरे आकर्षक देखिने हुँदा प्रदर्शनी र बजारका लागि उपयुक्त हुन्छ भने थेप्चे वा लाम्चे अकबरे अचार र मसला बनाउन प्रयोग गरिन्छ। फलस्वरूप किसानले आफ्नो जलवायु, उद्देश्य र बजार माग अनुसार उपयुक्त जात छनौट गरेर बढी नाफा लिन सक्छन्। यस्तै किसिमका विभिन्न लोकल अकबरे खुर्सानीका प्रजाति यस फर्ममा समेत उत्पादन भएको छ। फरक आकार हुँदैमा लोकल नभएको भन्ने भने हुँदैन। खुर्सानीको गन्ध र स्वादमा भने ध्यान दिनुपर्ने हुन्छ। खाँदा घाँटीमा अम्ल एसिडको जस्तो राग पुग्ने, टलक्क टल्किने, गोलादान, निखर रातो रङ अनि टोक्दा कडापन हुने खुर्सानी भने विकसित प्रजातिको रूपमा लिन सकिन्छ। चुचो हुँदैमा, लाम्चो र थेप्चो हुँदैमा, अति साना र ठूला हुँदैमा हाइब्रिड अथवा विकसित प्रजातिको खुर्सानी मानिँदैन।